Hello everyone, very good evening सबैजनालाई। यो तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। र अहिले चाहिँ म सिक्किमको पाक्किम रोड, यो चाहिँ आहु भन्ने ठाउँ रहेछ है यहाँको। यहाँदेखि यता पाक्किम रोड को छु र ड्युटी बादमा चाहिँ यसो इभिनिङ वकमा आएकोले गर्दाखेरि यसो हेर्दै यता आएको थियो। र यो माथि चाहिँ पाक्किम पर्दो रहेछ, माथि चाहिँ त्यहाँ पुग्नु चाहिँ अब हामीलाई टाइम छैन। आज रात पर्छ, कुनै दिन हामी त्यहाँ जानेछौँ पाक्किम। र अहिले चाहिँ देख्न सक्नुहुन्छ यस्तो छ त मेरो क्यामेरा अगाडि, एकदमै फरेस्ट एरिया रहेछ यता चाहिँ हो, पहाडी इलाका हो यता सबै हो। अब रात पर्नै आँटेको छ हो, जुन पनि आइसक्यो। र म र विजय दा आएको थियो यहाँ चाहिँ हो बाइक लिएर। कस्तो रहेछ यो ठाउँ यसो। हामी ड्युटी जोइन गरेको छ, लगभग हामी यो ठाउँमा 1 महिना हुन आँटेको छ। सो हामी यता बाहिर निस्केको थिएन नि त, के कस्तो रहेछ भनेर आज चाहिँ यसो निस्किँदै आएको। र यो बाटो चाहिँ नयाँ बनिँदै रहेछ, हाइवे कम्प्लिट भएको छैन रहेछ, कटिङहरू रहेछ हो। यस्तो छ है त दृश्य चाहिँ। र यो देख्दै गरेको चाहिँ हामी जहाँ बस्दैछ अहिले त्यो जग्गा हो, आहु भन्छ यसलाई चाहिँ हो। रानी पुलमा चाहिँ यो चाहिँ रानी पुलदेखिको यता 20 मिनट जस्तो लाग्छ, जाली पुलहरू भएर आउनुपर्छ। र म जहाँनिर अहिले प्रेजेन्ट काम गर्दैछु त्यो हाम्रो यो कम्पनी हो, यहीँ गर्दैछु म चाहिँ अहिले हो, काम हो। तपाईँ देख्न सक्नुहुन्छ यो चाहिँ एकदमै दामी जग्गा चाहिँ देख्न सक्नुहुन्छ यता। तपाईहरुलाई के कस्तो लाग्छ है, तपाईहरुले लाइक कमेन्ट शेयर अनि सब्सक्राइब गरिदिनु होला है। अनि फेरि पनि म नयाँ भिडियोहरुलाई लिएर हजुरको अगाडि आउँछु है। तपाईहरुले माया गरिदिनु होला भिडियोलाई।